आज चाहिँ म यहाँ के भन्छ थाक्ले मन्दिर फिदिम नगरपालिका 4 मा अवस्थित थाक्ले मन्दिरमा आएको छु। यो चाहिँ हाम्रो ढुङ्गामा कुँदिएका हाम्रा मूर्तिहरू, गणेशको मूर्ति, यता तल फाल्गुनन्द महागुरु फाल्गुनन्दको मूर्ति पनि फुक्नु भएको रहेछ यहाँ ढुङ्गामा। यहाँ चाहिँ श्रीजङ्घाको मूर्ति पनि ढुङ्गामा खोपी राख्नु भएको रहेछ। यो चाहिँ श्रीजङ्घा चाहिँ मूर्ति खोप्नु भएको रहेछ ढुङ्गामा। एउटा यहाँ चाहिँ हाम्रो फाल्गुनन्द महागुरु फाल्गुनन्द राष्ट्रिय विभूति 16औं राष्ट्रिय विभूतिको मूर्ति पनि यहाँ खोप्नु भएको रहेछ। यो चाहिँ हाम्रो फिदिममा रहेको फिदिम 4 मा रहेको थाक्ले मन्दिरमा अवस्थित ढुङ्गामा मूर्तिहरू खोप्नु भएको रहेछ। त्यो थाक्ले मन्दिरमा गुफा पनि रहेछ। यो गुफादेखि तल गयो भने तल तम्मरमा निस्किन्छ भन्थ्यो अरे। यो चाहिँ थाक्ले मन्दिर। उता तल चाहिँ हाम्रो तम्मर खोला छ। यो पल्लो बाटो चाहिँ हाम्रो तेर्थम जाने आठरा जाने बाटो हो। यता चाहिँ हाम्रो तम्मर खोला हो। यता यो चाहिँ युमा साम्बाङ युमाको मूर्ति पनि यहाँ खोप्नु भएको रहेछ। यहाँ माथि गणेश र माथिको दुर्गा होला। श्री सिंहदेवी मन्दिर प्राकृतिक शक्ति पार्टी फिदिम नगरपालिका 5 थाक्ले 5 थर फिदिम नगरपालिका 5 पर्दो रहेछ थाक्ले मन्दिर। यो छेप्पारो दुलोभित्र पसिगयो। यहाँ चाहिँ आज हाम्रो घरबेटी बाजेसँग निस्को थाक्ले मन्दिर घुम्न आएको छौँ। अब हामी माथि डाँडामा जानेछौँ है। आउनुहोस्, एकदम रमाइलो र सुन्दर ठाउँ रहेछ। डाँडामा तलपट्टि हेऱ्यो भने यता हाम्रो तम्मर खोला बगिरहेको पनि देखिँदो रहेछ। यहाँदेखि डाँडामा रहेछ हाम्रो थाक्ले मन्दिर चाहिँ। यहाँ चाहिँ मन्दिरहरू केही निर्माण भइरहेको रहेछ। तलको चाहिँ तम्मर खोला पर देखिने चाहिँ अठ्रै गाउँपालिका तेर्थम चाहिँ यो माथि डाँडामा जाँदैछौँ है गाइड्सहरू। यो बाटो हिँडेर जानुपर्ने हुन्छ। यो बाटोदेखि लडियो भने हामी सिधै यहाँ तल भिडमा खस्नेछौँ। बाँचिने अवस्था चाहिँ छैन। यहाँदेखि खसियो भने डेन्जर जोन भएको बाटोमा हामी हिँड्दैछौँ। यहाँदेखि तल खसियो भने सिधै हामी तल तम्मरको छेउछेउ पुग्नेछौँ। बी केयरफुल भएर हिँड्नुपर्ने छ। यो चाहिँ हाम्रो थाक्ले मन्दिर टुप्पो जाने बाटो हो। यता माथि पनि जानुपर्ने रहेछ। यता चाहिँ गुफा रहेछ मन्दिरको। त्यो चाहिँ मन्दिर गुफा चाहिँ हाम्रो बाजेले देखाउँदै हुनुहुन्छ। श्री सिद्धदेवी प्राकृतिक मन्दिर। यता चाहिँ भित्र चाहिँ गुफा पनि रहेछ। पूजा गर्ने देवता पुजारीहरू बस्ने ठाउँ पनि रहेछ। यता अन्त छिको सेवा आन्जोक सिम्बा ज्यासँग के ढोक जोक अब हामी माथिल्लो चरणमा जाँदैछौँ। चाहिँ कत्रो ढुङ्गा हो। ढुङ्गाको मुनि चाहिँ ठ्याक्क पूजा गर्नुपर्ने एउटा देवस्थल रहेछ।
अब हामी माथि टुप्पोमा जानेछौँ। सिडीबाट हामी जानेछौँ। यो टुप्पोदेखि तल खस्यो भने मान्छेको चोक्टा पनि नभेटिएन जस्तो छ। भिड चाहिँ गाइजहरू यहाँदेखि तल भिड, यहाँदेखि मान्छे लड्यो भने भाँचिएला त। आज हामी चाहिँ माथि टुप्पोमा आइपुग्यौँ। चाहिँ बाजे, हाम्रो बाजे चाहिँ थाक्नु भयो जस्तो चाहिँ उकालो हुँदा चाहिँ हाम्रो थाक्ने मन्दिरको टप भ्यू। तल तम्मर, त्यो चाहिँ हाम्रो तम्मर कोसी हो। त्यहाँदेखि पर त्यो घुम्दै सर्प जस्तै घुमेको रोड चाहिँ पर हाम्रो छिमेकी जिल्ला तेह्रथुम जाने रहेछ। त्यो डाँडा चाहिँ तेह्रथुम जिल्ला पर्छ भने यो डाँडा चाहिँ पाँचथर जिल्ला, माथि चाहिँ पाँचथरको फिदिम बजार। क नाम थियो? चोकमागु। यो चाहिँ हाम्रो चोकमागु पाँचथरको माथि देखिने चाहिँ हाम्रो पाँचथरको सदरमुकाम फिदिम बजार छ है गाइजहरू। यो चाहिँ हाम्रो थाक्ने मन्दिरको माथि डाँडामा हामी आइपुगेका छौँ। भर्खर निर्माण भइरहेको रहेछ, तर कस्तो डाँडामा मन्दिर छ, रमाइलो छ। यहाँदेखि यता अब यता तम्मरतिर हेऱ्यो भने तम्मर पनि देखिन्छ। तम्मरदेखि पारी हेऱ्यो भने हाम्रो छिमेकी जिल्ला तेह्रथुम पनि देखिन्छ। अनि यतापट्टि हेऱ्यो भने पाँचथरको चोकमागु, सियुवा, फिदिम बजार पनि देखिँदो रहेछ है गाइजहरू। आउनुहोला, घुम्नुहोला, थाक्ने मन्दिरको दर्शन गर्नुहोला हैन। अब के भन्नु, मन्दिरमा दर्शन गरे पुण्य कमाइन्छ भन्थ्यो, त्यस्तै होला। यो चाहिँ यो तल चाहिँ हाम्रो तम्मर खोला, अलि माथिको त्यो माथिको रोड चाहिँ फिदिमदेखि ठ्याक्क यता तल आउने तम्मर आउने, त्यहाँदेखि उता कोरिडोर जाने बाटो नै यता। यही बाटो आएपछि चाहिँ कोरिडोर पनि जान्छ अनि पर 8 तेह्रथुम पनि जाने रहेछ है। माथि चाहिँ हाम्रो थेमालेम्बे बाजे मूर्ति सिंहलेम्बे, सिंहको स्तम्भ बनाउनु भएको रहेछ। हाम्रो बाजे सिंहदेवीको दर्शन गर्दै हुनुहुन्छ है माथि। तलको चाहिँ शिवा दोभान, त्यहाँदेखि माथि रानी गाउँ हुँदै माथि यासोक जाने बाटो रहेछ। यता तम्मरतिर उयो जाने चाहिँ कोरिडोर धरान जाने बाटो रहेछ। यहाँ फिदिमदेखि कोरिडोर धरान, कोरिडोर हुँदै धरान जाने बाटो नजिक हाम्रो मेलबोटेमा कुहिरो लागिरहेको छ। मेलबोटे आइयो नि, कुहिरो माथि कुहिरो लागेको चाहिँ हाम्रो मेलबोटे रहेछ है। फिदिमको डस्टबिन अरे यो चाहिँ फिदिमको फोहोर मैला ल्याएर यहाँ फाल्ने रहेछ है। थाक्ने मन्दिर रमाइलो रहेछ। बाजेसँग यसो घुम्दै फिर्दै हामी आज यहाँ थाक्ने मन्दिर पनि आइपुग्यौँ। यतापट्टि चाहिँ हाम्रो फिदिम बजार, यो चाहिँ यो थाक्ने मन्दिर रहेको स्थान चाहिँ हाम्रो फिदिम 5 नगर 4 भी नहीं 5 भी सबको अच्छा है। यो बाटोदेखि माथि आयो भने चाहिँ हामी ठ्याक्क थाक्ने मन्दिर पुगिन्छ। डाँडामा के भन्नु, फिल्ममा रातो माटो छ, रातै माटो। अब हामी चाहिँ यो माथिल्लो यो मन्दिरमा चाहिँ हामी
जाँदै छौँ। यता चाहिँ अलिक हेर्नु नि डर लाग्दो अनि झिरिङ हुने खालको भिड पनि रहेछ। यहाँदेखि मान्छे तल गयो झरियो अचानक भने चाहिँ बाँच्ने चाहिँ 0.05% नि छैन है। यो चाहिँ हाम्रो तम्मर खोला, त्यो चाहिँ पक्की पुल। त्यो पुलदेखि पर गयो भने चाहिँ हाम्रो छिमेकी जिल्ला तेह्रथुम आठराई चुवानडाँडा हुँदै आठराई पुग्ने रहेछ त्यो बाटो। अब चाहिँ हामी यहाँ माथि थाक्ले मन्दिर, फाइनली मेन मन्दिर चाहिँ यही माथिको रहेछ है। हामी चाहिँ मेन मन्दिरमा जाँदैछौँ। मेन मन्दिरमा हामी आएको छौँ बाजे र म। यो चाहिँ हाम्रो चुलिङढुङ्गा श्री सिद्धे सिंहदेवी मन्दिर। फाइनली गाइज हामी चाहिँ यो मन्दिरको टुप्पोमा आइपुगेका छौँ। यो चाहिँ आफ्नो मन्दिर वरिपरिको दृश्य भ्यूहरू हेर्नु होला। ढुङ्गामाथि घन्टी राख्नु भएको रहेछ। यो मन्दिर मेन मन्दिर यो चाहिँ थाक्ले फिल्चार थाक्ले पास्तर। यो चाहिँ घन्टी राख्नु भएको रहेछ। त्यो घन्टी मान्छेमा बजाउँदैछु। त्यो वरिपरि बाँध्नु भएको रहेछ। डाँडामा यस्तो दामी मन्दिर बनाउनु भएको रहेछ हाम्रो पुरै। चारमा अवस्थित थाक्ले मन्दिर। थाक्दैन यो चाहिँ हाम्रो घन्टी रहेछ है, ठुलो घन्टी। मन्दिरमा घन्टी बजाउन भए पनि आउनु पर्छ। अब हामी त्यो डाँडा पनि जाने नै छौँ, हेर्नु होला। गएर हामी देखाउने छौँ भ्यूहरू। त्यो ठुलो डाँडाहरू, त्यो रोडदेखि देखिने डाँडाहरू चाहिँ हाम्रो रास्ताको भाडा पाउने ठाउँ रहेछ। हामी चाहिँ अब फेरि यहाँ तलदेखि तल झरेर तल पुगेपछि फेरि त्यहाँदेखि माथि डाँडामा जानेछौँ। आजको दिन भएको हामी थाक्ले मन्दिरको अवलोकन घुम्ने रमाइलो गर्ने दिन भएको छ। यो फेरि यहाँ पनि मन्दिरकै आसपास वरिपरि पूजा गर्ने देवस्थान रहेछ। यहाँ चाहिँ महादेव थाना है, महादेवको पूजा हुँदो रहेछ, यहाँ गरिँदो रहेछ, गर्नुपर्ने रहेछ। दादाहरू म चाहिँ उपल्लो डाँडादेखि यता डाँडा आएर त ठ्याक्क यो तलको चाहिँ हाम्रो हेमा खोला हेर्न यो डाँडासम्म आएको छु। अझै तल डाँडा पनि रहेछ। त्यहाँ तल डाँडा चाहिँ म नजाने नै निर्णय गरेँ। यहाँदेखि जति देखेँ त्यति हेरेँ, त्यति रमाइलो महसुस गरेँ, मजा भयो। पर तेर्थुम जाने बाटो नि मजाले देखेँ, तेर्थुम पनि मजाले देखेँ। यता हाम्रो कमल पनि देखेँ। बाटो भन्दा नि हेर्नुहोस् न, यस्तो भिड छ। यता तल बस्ती छ,
यता तल भिड छ तर पनि तल मुनि बस्ती छ अनि अलिक तल चाहिँ तम्मर खोला बगिरहेको रहेछ यो चाहिँ भिडै भिड बाखा यहाँदेखि यस्तो बाटोमा छ यस्तो बाटो हिँड्नु पर्या छ के गर्ने हिँड्न रहर लाग्छ हिँड्न रहर लाग्छ हिँड्नु पर्या छ लड्यो भने बाँच्छु भन्ने चाहिँ लाग्दैन किनकि चोट त लाग्छ ढुङ्गा छ भिड पनि छ चिप्लियो भने यो सल्लाहको मेने यो सल्लाहको के भन्छ तापमा चिप्लियो भने चाहिँ मान्छे खतराले चिप्लिन्छ नि फेरि अझै भिड चाहिँ साथीहरू भिडमा लड्यो भने चाहिँ बाँच्ने अवस्था छैन है अब हामी फिल्मतर्फ लाग्ने छौँ फर्किने अवस्था टाइम भएको छ यो चाहिँ सफा खुबबाट छ हाम्रो बाजे चाहिँ थकित अवस्थामा बसिराख्नु भएको छ यो सालगढी आतिम बाजे यो हेम्डी गाइजहरू अब चाहिँ हामी थाक्ले मन्दिर दर्शन गरेर अवलोकन गरेर घुमेर हामी चाहिँ अब घरतिर लाग्नेछौँ भरे भिडियो हेर्नु होला युट्युबमा गएर बाई बाई।